आज हामी नेपालको इतिहासको एउटा यस्तो अध्याय पल्टाउँदैछौँ जसलाई 104 वर्ष लामो राणा शासन भनिन्छ। यो यस्तो समय थियो जहाँ एउटा परिवारले त अथाह सम्पत्ति र शक्ति कमायो, तर देश भने पुरै अन्धकार र स्थिरताको पिञ्जडामा ठुनियो। हो, प्रश्न यही हो, आखिर एउटै परिवारले कसरी 1 शताब्दीभन्दा लामो समयसम्म एउटा सिङ्गो देशलाई आफ्नो मुठीमा राखिरहन सक्यो? आउनुहोस्, यसैको गहिराईमा पुगेर हेरौँ। राणा शासनलाई राम्ररी बुझ्न पहिले नेपालको इतिहासमा यसको समय कहाँनेर पर्छ भनेर हेरौँ। यो समय ठ्याक्कै नेपालको एकीकरण र आधुनिक युगको बीचमा पर्छ। त्यसो भए यो 104 वर्ष लामो शासनको जग कसरी बस्यो त? यसको सुरुवात नै रगतबाट भएको थियो। त्यो बेलाको अवस्था कस्तो थियो भने शाह वंश आफैभित्रको लडाईँ र दरबारिया षड्यन्त्रले एकदमै कमजोर भइसकेको थियो र यही कमजोरीले नै एउटा ठूलो परिवर्तनको लागि बाटो खोलिदियो। हो, कोत पर्व नेपालको इतिहासलाई नै बदलिदिने एउटा हिंसात्मक र रक्तपातपूर्ण घटना। यही एउटा घटनाबाट जङ्गबहादुर राणाले सबै शक्ति आफ्नो हातमा लिए र 1 शताब्दी लामो निरङ्कुश शासनको सुरुवात गरे। अब जब कुनै शासनको सुरुवात नै यस्तो हिंसा र रगतबाट हुन्छ, त्यसको चरित्र कस्तो होला? उनीहरूको एउटै दर्शन थियो, शासन आफ्नो व्यक्तिगत फाइदाको लागि गर्ने। यो भनाइले उनीहरूको सोचाइ प्रष्ट पार्छ। देशलाई अविकसित र जनतालाई अशिक्षित राख्नु उनीहरूको कमजोरी होइन, बरु शक्तिमा टिकिरहने एउटा जानाजानी बनाइएको रणनीति थियो। उनीहरूले यस्तो प्रणाली बनाए जहाँ देशको ढुकुटी र उनीहरूको व्यक्तिगत सम्पत्तिमा कुनै फरकै थिएन। देशको सबै आम्दानी सोझै राणा परिवारको खल्तीमा जान्थ्यो। व्यापारदेखि ठेक्का पट्टा सबै आफ्नै मान्छेलाई दिइन्थ्यो र देशलाई बाहिरी दुनियाँबाट पुरै अलग राखिएको थियो। त्यसो भए यो स्वार्थी शासनले देश र जनतामाथि कस्तो असर पार्यो त? यहाँ शासक र शासित बीच एउटा ठूलो खाडल देखिन्छ। एकातिर राणाहरू विलासी जीवन बिताइरहेका थिए, अर्कोतिर आम जनता भने गरिबी र अनेकौं करको बोझले थिचिएका थिए। उनीहरूले गरेका केही तथाकथित विकासका कामहरू हेरौँ न। सिंहदरबार उनीहरूको व्यक्तिगत महल थियो, चन्द्रनहर उनीहरूकै निजी जग्गा सिँचाइ गर्न बनाएको थियो, अनि रेल पनि आफ्नै जङ्गलको काठ ओसार्नका लागि। अनि अर्कोतिर आम जनतामाथि अनेकौं करको बोझ थियो। किसानहरूमाथि भारी मालगुजारी, भारी बोक्ने भरियाहरूमाथि कर अनि सामान्य सरकारी कर्मचारीले समेत सलामी कर तिर्नु पर्थ्यो। अब हेरौँ, 104 वर्षपछि देशको हालत के थियो? यी आँकडाहरू आफै बोल्छन् हरेक क्षेत्रमा देश कति पछाडि थियो भनेर। सबैभन्दा डरलाग्दो तथ्याङ्क त यो हो, साक्षरता दर 2% भन्दा पनि कम। किनभने उनीहरूलाई थाहा थियो, शिक्षित जनताले प्रश्न गर्छन्, जुन उनीहरूको शासनको लागि खतरा थियो। सोच्नुस् त, 1 शताब्दीभन्दा लामो शासनपछि पुरै देशमा जम्मा जम्मी 5 किलोमिटर पक्की सडक। यसले नै देखाउँछ कि देशलाई कतिसम्म अलग र अविकसित राखिएको थियो। स्वास्थ्यको अवस्था पनि उस्तै दयनीय। लाखौंको जनसङ्ख्या भएको देशमा जम्मा 50 जना डाक्टर। आम मानिसको स्वास्थ्य उनीहरूको प्राथमिकतामा कहिल्यै परेन। यो चार्टले त झन् सबै कुरा छर्लङ्ग पार्छ। देशको वार्षिक आम्दानी 9 करोड भन्दा बढी थियो, तर जनताको भलाइको लागि खर्च कति हुन्थ्यो? जम्मा 4 लाख। बाँकी सबै राणाहरूकै लागि। तर यस्तो दमनकारी र अत्याचारी व्यवस्था कहिलेसम्म टिक्थ्यो र? अब कुरा गरौँ यस युगको अन्त्यको। यो पतन एकैचोटि भएको होइन। भारतको स्वतन्त्रता सङ्ग्रामबाट प्रेरित भएर नेपालीहरूमा चेतना फैलियो, राजनीतिक दलहरू बने र अन्ततः राजा त्रिभुवन दरबारबाट भागेपछि सुरु भएको जनक्रान्तिले 104 वर्ष लामो राणा शासनलाई समाप्त गरिदियो। राणा शासन त ढल्यो, तर त्यसले छोडेर गएको लामो छाया र विरासत कस्तो रह्यो त? आज पनि नेपालले भोगिरहेका धेरैजसो चुनौतीहरूको जड यही कालखण्डमा भेटिन्छ। यो त्यही अन्ध्यारो युग थियो जसले नेपाललाई विकासको दौडमा धेरै पछाडि धकेल्यो। तर यसको एउटा अर्को पाटो पनि छ जसलाई नजरअन्दाज गर्न मिल्दैन। एकातिर उनीहरूको देशलाई अलग राख्ने नीतिले गर्दा नेपाल ब्रिटिस साम्राज्यको हिस्सा हुनबाट जोग्यो, तर अर्कोतिर यही नीतिको मूल्य देशले गम्भीर अविकास र पछौटेपनको रूपमा चुकाउनु पर्यो। र अन्तमा यसले हामीलाई एउटा गम्भीर प्रश्नमा ल्याएर छोड्छ,
के कुनै देशले आफ्नो स्वतन्त्रता जोगाउनको लागि विकास र भविष्यसँगै सम्झौता गर्न सक्छ? यो त्यही कठिन प्रश्न हो जसले आज पनि नेपालको इतिहासलाई परिभाषित गरिरहेको छ।